दुःख भयो, त्यो दुःख मेट्नको लागि सारा प्रयास गरिरहेका हुन्छन्। सारा प्रयास, रक्सी झाँड चुरोट भनेको त देखिने नै प्रयास हो। मनोरञ्जन गरिरहेका हुन्छन्, एउटा फिल्मपछि अर्को फिल्म हेरिरहेका हुन्छन्। अहिले हामी सोसियल मिडियाको युगमा 24 घण्टा मान्छेहरू दिनरात मोबाइलमा सुख खोजिरहेका हुन्छन् अथवा दुःख बिर्सन खोजिरहेका हुन्छन्। आखिर जे जति गरिरहेको हुन्छ नि मान्छेले हाम्रो शताब्दीमा, हाम्रो समयमा, दुःख छ, त्यो दुःखबाट बिर्सनको लागि या दुःख बिर्सनको लागि, दुःखबाट मुक्त हुनकै लागि गरिरहेको हुन्छ सबै कुरा। तर सबै कुरा गर्दा सबै कुरा त गरियो नि, रक्सी खाइयो, जाँड खाइयो, बियर खाइयो, ड्रग्स खाइयो, सबै कुरा त गरियो। युरोपतिर जाने हो भने फ्री सेक्सको अवधारणा छ, नेपालमा बिस्तारै त्यो सर्दैछ। त्यसो गर्दा सुख होला कि भने त्यसरी पनि भइरहेको छ। यो सारा संसारको कुरा हेर्दाखेरि सबै मान्छेले सबै किसिमका एक्सपेरिमेन्ट गरिरहेका छन् सुख